नमस्ते, म चाहिँ एउटा डक्टर हुँ र मेरो यो जिन्दगीको चाहिँ एकदमै महत्त्वपूर्ण एउटा मोड चाहिँ तपाईहरुसँग सेयर गर्न चाहन्छु। म चाहिँ विश्व स्वास्थ्य सङ्गठनमा जागिर खान्थेँ विगत 10 वर्षदेखि। मेरो जागिर पनि एकदमै राम्रो थियो, एकदमै कम्फर्टेबल लाइफ थियो। तर कहिलेकाहीँ जिन्दगीमा चाहिँ एउटा यस्तो समय पनि आउँदो रहेछ जहाँ चाहिँ आफूलाई फिल हुँदो रहेछ के मेरो क्षमता यति नै हो त, अथवा के म यही गरेर बस्ने हो त भन्ने यो प्रश्न चाहिँ मलाई चाहिँ एकदम बारम्बार आइरहेको थियो। र एक्चुअली यसमा चाहिँ दुईटा खण्ड छ। एउटा चाहिँ मेरो आफ्नै पनि म यहीँ अड्किने हो कि भन्ने एउटा डर पनि हुन्थ्यो, र अथवा मलाई अझै केही गर्न पाए भए एउटै जिन्दगी छ, केही गर्यो भने अझै सकिन्छ कि भन्ने चाहिँ एउटा थियो। र अर्को चाहिँ कस्तो थियो भने साथसाथै मेरो श्रीमतीको पनि एउटा सपना चाहिँ थियो। उहाँ पनि डक्टर हुनुहुन्छ, एउटा आइभीएफ स्पेशलिस्ट हुनुहुन्छ, र उहाँको सपना चाहिँ म आफ्नै एउटा केही गर्न चाहन्छु भन्ने। र यो दुईटैलाई मिलाएर चाहिँ मेरो जिन्दगीमा चाहिँ एउटा ठुलै मोड चाहिँ आयो। सो सुरुमा चाहिँ मैले मेरो श्रीमतीलाई सपोर्ट गर्न चाहन्थेँ र मैले त्यही अनुसार काम पनि गर्दै गएँ। बिस्तारै गर्दै जाँदाखेरि चाहिँ मैले के रियलाइज गरेँ भने दुईटै काम गर्न चाहिँ एकदमै गाह्रो चाहिँ हुँदो रहेछ। तसर्थ मैले चाहिँ निर्णय चाहिँ के लिएँ भने मेरो सबै यो जागिर छोडेर चाहिँ म मेरो श्रीमतीलाई चाहिँ सपोर्ट गर्छु भनेर चाहिँ सोचेँ। तर यो गर्दा गर्दा मैले अर्को कुरा के रियलाइज गरेँ भने यो चाहिँ उसको मात्रै नभएर हामी दुईटैको सपना चाहिँ रहेछ। यो चाहिँ मैले काम गर्दै जाँदाखेरि मलाई पनि लाग्यो कि सायद म यसैका लागि नै मेरो सबै अब चाहिँ समयहरू चाहिँ यसमा पनि दिन्छु भनेर चाहिँ मलाई लाग्यो। त्यसैले 40 वर्षको उमेरमा आएर चाहिँ मैले आफ्नो जागिर छोड्ने निर्णयले, यो कम्फर्ट जोनबाट बाहिर निस्किने निर्णयले नट उसलाई सपोर्ट मात्रै गर्न होइन कि हाम्रो यो सपना चाहिँ सँगै बनाउन अथवा बिल्ड गर्नको लागि। सो म चाहिँ एज अ हस्बेन्ड हैन हाम्रो यो सपनाको जर्नी चाहिँ सेयर गर्न चाहन्छु। र होपफुली हामीले सिकेको कुराहरूबाट तपाईहरुले पनि केही सिक्न पाओस्। हाम्रो मिस्टेक्सहरूलाई हेरेर तपाईले पनि लाइफमा चाहिँ केही निर्णयहरू लिन सजिलो होस् भनेर चाहिँ मैले अब हामीले गर्ने सबै कामहरू चाहिँ यही च्यानल मार्फत चाहिँ सेयर गर्न लागिरहेको छु। र यदि तपाईलाई पनि लाग्छ कि हाम्रो यो स्टोरीबाट तपाई कनेक्ट हुन सक्नुहुन्छ भने चाहिँ प्लिज फलो अस।